के छ हालखबर हजुरहरूको हैन। म चाहिँ अलिक टेन्सनमा छु किनकि म एक ठाउँमा काम पाएको हैन। अब त्यहाँ सर्भिस चार्ज, बोनस र 9.5 घन्टा ड्युटी अनि पिएफ पनि काट्दो रहेछ र पोस्ट पनि डिसिडिपी को रहेछ। अब यो बियर गार्डनमा कमिङ वानमा गर्दा गर्दा वक्कावा भन्दा नि अब स्यालेरी कम भएर हैन। र पनि मैले सेफसँग कुरा गरेको हैन। सेफले भन्नुभयो नाजा अब स्यालेरी यही बढाउँछ किन जान्छौ भन्नुभयो हैन। टेन्सनमा परे यार के गरौँ हैन। यसो केही हजुरसँग उपाय छ भने भन्नु ल। मैले जानु राम्रो कि नजानु राम्रो, यहाँ चाहिँ स्यालेरी मात्रै छ है।